सबैजनालाई नमस्कार। तपाईलाई सलन इन्स्ट्रुमेन्टमा स्वागत छ। सो यहाँ एकजना हाम्रो बिचमा एउटा भाइ आइपुग्नु भएको छ। उहाँले चाहिँ एक्स्ट्रा गिटार लिएर आउनु भएको थियो। रिजन चाहिँ यो गिटार धेरै ठाउँमा उहाँले देखाउनु भयो तर सेटिस्फाई रिजल्ट भएन। फ्रेट बज र विभिन्न इस्यु भएको कारणले उहाँ यहाँ आउनुभयो सलन इन्स्ट्रुमेन्टमा। अब सोधौँ उहाँलाई चाहिँ कस्तो अनुभव भयो अनि पास्ट एक्सपिरियन्स कस्तो रह्यो त अरू ठाउँमा जाँदा, ल भनिदिनुहोस् न। अरू ठाउँमा जाँदाखेरि अलि कस्तो सेटिस्फाई नभए जस्तो लाग्थ्यो मलाई तिनीहरूको बनाउने तरिकाले। दाइले चाहिँ सब कुरा हेरिदिनु भयो होइन, सबै थोक अब रिभ्यू मैले चेक गर्दाखेरि चाहिँ अहिले चाहिँ केही प्रब्लम छैन। दाइको काम एकदम राम्रो लाग्यो मलाई। दाइले प्यासनेट तरिकाले राम्रोसँग काम गर्दो रहेछ। सो आई वाज इन्स्पायर्ड। धेरै धन्यवाद। हजुर, यसरी नै आउँदै गर्नु होला, भेटघाट हुँदै गर्छ। हजुर, थ्याङ्क यू। है साथीभाइहरू हो, अब यो चाहिँ एकदम फेक रिभ्यू होइन है, अनेस्ट रिभ्यू हो। उहाँलाई हामी पठाउँदैछौँ अनि यो अब हेरौँ। यसरी नै तपाईँहरूको प्रब्लम छ, धेरै ठाउँमा दुःख पाइरहनु भएको छ भने आउनुहोस्, तपाईँलाई अझ अरू ठाउँभन्दा मिलाएर कसरी गर्न सकिन्छ तपाईँलाई बेस्ट रिजल्ट दिने प्रयास चाहिँ मेरो छ है। सी यू इन नेक्स्ट भिडियो।